कल्पना गर्नुहोस्, एउटा यस्तो चरा जो बोल्न सक्दैन, गीत गाउन सक्दैन, तर एक दिन त्यही चराले पूरै जङ्गलको जीवन बचायो। आजको कथा हो बोल्न नसक्ने चराको कथा। यो कथा केवल चराको होइन, यो कथा तिमी र मेरो पनि हुन सक्छ। कथाको सुरुवात। हरियो जङ्गल थियो। बिहान साँझ चराहरूको गीतले जङ्गल गुन्जिन्थ्यो। सबै चरा आफ्ना स्वरमा गर्व गर्थे। तर त्यही जङ्गलमा एउटा सानो चरा थियो जो कहिल्यै बोलेन। जब अरू चरा गीत गाउँथे, ऊ चुपचाप रुखको टुप्पोमा बसेर आकाश हेरिरहन्थ्यो। चराहरू भन्थे, बोल्न नसक्ने चरा, यसको के काम? कसैले हाँस्थे, कसैले बेवास्ता गर्थे। ऊ दुःखी हुन्थ्यो, तर हार मान्दैनथ्यो, किनकि उसँग एउटा कुरा थियो, अरूभन्दा टाढा र माथि उड्ने साहस। अरू चरा गीतको अभ्यास गर्थे, ऊ उडानको अभ्यास गर्थ्यो। ऊ मौन थियो, तर उसको नजर टाढासम्म पुग्थ्यो। एक दिन जङ्गलमा घोषणा भयो, सबैभन्दा उत्कृष्ट चरा छानिनेछ। सबै चरा गीत लिएर आए, मिठो स्वर, चर्को स्वर, भावुक गीत। जब बोल्न नसक्ने चराको पालो आयो, जङ्गल हाँस्यो। ऊ केही बोलेन, बस ऊ आकाशमा उड्यो, धेरै माथि, धेरै टाढा। तर फर्किँदा कसैले ताली पिटेन। सबैले भने, गीत बिना के उत्कृष्टता? त्यो दिन ऊ चुपचाप फर्कियो, तर उसले उड्न छोडेन। केही दिनपछि आकाश कालो भयो, हावा करायो, जङ्गलमा भयानक आँधी आयो। चराहरू डराए, कुन दिशामा जाने, कसरी बाँच्ने? धेरै चरा आँधीमा हराउन लागे। त्यही बेला बोल्न नसक्ने चरा सबैभन्दा माथि उड्यो। ऊ बादलमाथि पुग्यो, हावाको दिशा बुझ्यो, सुरक्षित ठाउँ देख्यो। ऊ तल आयो, फेरि उड्यो, फेरि फर्कियो। ऊ बोल्न सक्दैनथ्यो, तर उसको उडानले भन्थ्यो, मलाई पछ्याऊ। एउटा बुढो चरा करायो, हामी गलत थियौँ, ऊ हामीलाई बचाउन आएको हो। सबै चराहरूले उसलाई पछ्याए। आँधी चिरेर अन्ततः सबै सुरक्षित ठाउँमा पुगे। जङ्गल बाँच्यो। भोलिपल्ट बिहान सबै चरा मौन थिए। बुढो चराले भन्यो, हामीले आवाजलाई शक्ति ठानेछौँ, तर हिजो मौनले हाम्रो जीवन बचायो। सबै चराले बोल्न नसक्ने चरातिर हेरे। आज ऊ कमजोर थिएन, ऊ नायक थियो। ऊ आज पनि बोल्दैन, तर जब ऊ आकाशमा उड्छ, पुरै जङ्गल चुप लागेर हेर्छ। सबैको शक्ति एउटै हुँदैन। जो बोल्दैन, ऊ कमजोर हुँदैन। कहिलेकाहीँ आवाजभन्दा कर्म ठूलो हुन्छ। यदि तिमी पनि कहिले आफूलाई कम आँकेको महसुस गर्छौ भने यो कथा सम्झनु। सायद तिम्रो शक्ति अहिलेसम्म कसैले देखेको छैन। यदि यो कथाले मन छोयो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र यस्तै कथाका लागि च्यानल सब्स्क्राइब गर्नुहोस्।